र यहाँदेखि चाहिँ हाम्रो अलिक अप्ठ्यारो बाटो थियो र लामो यात्रा थियो, भिडियो गर्नु पाइनँ। यसरी नै यात्रा चल्दै गयो हाम्रो र सबैजना धेरै उकालो चढेर गलिरहेको थियौँ र केही समय पछि हिँड्दै जाँदाखेरि एउटा बस्ने ठाउँदेखि सबैले त्यहाँ आराम गर्ने सोच्यौँ र कोही भिडियोहरू बनाउँदै कोही तलबाट आउँदाखेरि खाजाहरू ल्याएको थियौँ, पानी लगायत चिप्सहरू त्यो बसेर खाँदै थियौँ र हामी एकछिन आराम गरेर त्यहाँदेखि लाग्यौँ आफ्नो बाटो। यसरी नै हामी लगायत 2 घण्टापछि आइपुग्यौँ गुगल पोइन्टमा। ल ठ्याक्क हामी आफ्नो लोकेसनमा आइपुग्यौँ। यहाँ आयो ठ्याक्क यहाँ माथि झन्डी डाँडा चाहिँ यता माथि हो क्या। अब जाउँ माथि। माथि त खोइ थाहा छैन आज खोइ जुगा पनि ओए के साह्रो आम्मा पुरै जुगाले त हमला गर्ने। यस्तो पनि त्यहाँ पुगेपछि हामीले टिकटक या भिडियोहरू बनायौँ र त्यत्तिकैमा बित्यो हाम्रो 2-3 घन्टा। र हामीले यात्रा सुरु गर्नुभन्दा अगाडि पसलदेखि खाजा किनेको र खाजा खाएपछि अलिअलि बादल हटेको थियो र सुन्दर भ्यू देखिरहेको थियो थोरै। र यत्तिकैमा बस्दा बस्दै हामीले बनायौँ कन्यामतिर जाने प्लान र हाम्रो यहाँदेखि यात्रा सुरु भयो। गुगल पोइन्टदेखि झर्दा झर्दै सुन्दर भ्यू देखेर त्यहाँ भिडियो सुटिङ बनाउने सोच आयो र हामी त्यहाँ पुगेर सुरुमा छिर्यौँ खाजा खानु। घरदेखि बिहान खाना नखाएर पनि आएर होला, लास्टै भोक लागिरहेको थियो। र खाजा खाएपछि हामी टिकटक बनायौँ भनेर त्यस्तै धेरै नै बनायौँ। त्यसरी नै बित्यो हाम्रो 2-3 घन्टा र घर जाने टाइम पनि भइसकेको थियो, 5 बजिसकेको थियो। के भन्छ कि कन्यामा आएर पनि भिडियो गर्न पाइनँ, भ्लग गर्न पाइनँ, त्यसको लागि चाहिँ माफी माग्छु, माफ गरिदिनु होला। र जाने बेलामा यति भन्छु, लाइक र सब्सक्राइब गरिदिनु होला राम्रो लागेमा।